गाइस, तपाईहरुले चाहिँ हाम्रो वेबसाइटको ट्युटोरियल चाहिँ यता पाउन सक्नुहुन्छ है। सबभन्दा पहिला चाहिँ अब गुगलमा गएर चाहिँ #1smnnepal.com सर्च गर्नु होला। त्यसपछि चाहिँ हाम्रो यस्तो इन्टरफेस हुनेछ। त्यो चाहिँ हाम्रो अफिसियल वेबसाइट हो। त्यसमा चाहिँ हजुरले लगइन गर्नुपर्ने हुन्छ। कन्टिन्यू विथ गुगलमा क्लिक गर्नु होला र अकाउन्ट क्रिएट गर्नु होला। कन्टिन्यू गरेर अकाउन्ट क्रिएट हुनेछ आफै। अनि त्यसपछि हजुरले चाहिँ पहिला फन्ड एड गर्नुपर्ने हुन्छ। थ्री डटमा क्लिक गरेर यता एड फन्ड्समा क्लिक गर्नु होला। अनि यता आफ्नो पेमेन्ट मेथड चुज गर्नु होला। मैले इक्जाम्पलको लागि विषयमा चुज गरेँ र म चाहिँ यसको स्क्रिनसट लिन्छु र अब स्क्रिनसट लिएर चाहिँ म पेमेन्ट गर्छु है। मैले चाहिँ स्क्रिनसट लिइसकेको छु र अब चाहिँ म पेमेन्ट गर्न गइरहेछु। आफ्नो सेवा खोलेर क्युआर हाल्नु होला। अनि त्यसपछि चाहिँ हजुरहरूलाई जति अमाउन्ट हाल्नु पर्ने हो त्यति चाहिँ यता राख्नु होला र रिमार्क्समा चाहिँ आफ्नो नेम राख्नु होला है। नेम राखेपछि चाहिँ कन्टिन्यू गर्नु होला र कन्फर्म गर्नु होला। अनि त्यसपछि चाहिँ यो फुल स्टेटमेन्टको स्क्रिनसट लिनु होला। फुल स्टेटमेन्टको स्क्रिनसट लिएपछि फेरि वेबसाइटमा आउनु होला र यता तल हेर्न सक्नुहुन्छ व्हाट्सएपको लोगो छ, त्यसमा क्लिक गर्नु होला। अनि आफ्नो स्क्रिनसट चाहिँ यता सेन्ड गरिदिनु होला र वेबसाइटमा चाहिँ फेरि आएर युजर नेम कपी गर्नु होला। त्यसको लागि फेरि यता थ्री डटमा क्लिक गरेर न्यू अर्डरमा क्लिक गर्नु होला र यता आफ्नो युजर नेम देख्नुहुन्छ त्यो कपी गरेर चाहिँ सेन्ड गरिदिनु होला। र त्यसपछि हजुरको अकाउन्टमा चाहिँ फन्ड एड हुनेछ। यता हेर्न सक्नुहुन्छ अहिले फन्ड एड भइसकेको छ। डन भनेर मेसेज आइसकेको छ र अब हामी वेबसाइटमा जान्छौँ र केही अर्डर गरिरहेछौँ है। सो वेबसाइटमा आएर चाहिँ अब यता हेर्न सक्नुहुन्छ थ्री डटमा क्लिक गरेर चाहिँ एनपिआरमा लाग्नु होला है। हजुर कन्फ्युज नहुनु होला। र म चाहिँ अहिले टिकटकको लाइक्स अर्डर गर्छु है। हजुरहरू चाहिँ यता हेर्न सक्नुहुन्छ अहिले टोटल लाइक्स भनेको हाम्रो 130 छ है। अब म यसको लिङ्क कपी गर्छु। लिङ्क कपी गरेर म चाहिँ फेरि अब वेबसाइटमा जान्छु। म चाहिँ अब अहिले वेबसाइटमा चाहिँ आइसकेको छु र अब म यता क्याटेगोरी टिकटक सेलेक्ट गर्छु। टिकटक लाइक्स यहाँ छ। 100% नन ड्रपवाला सेलेक्ट गर्छु र सर्भिसमा चाहिँ लाइफ टाइम रिफिल सेलेक्ट गर्छु। अनि यता लिङ्कमा चाहिँ अहिले कपी गरेको लिङ्क हाल्छु। अनि क्वान्टिटीमा कति क्वान्टिटी चाहियो, कति लाइक चाहियो त्यो हाल्नुपर्ने हुन्छ है। मैले चाहिँ अब इक्जाम्पलको लागि म चाहिँ राखिदिँदैछु 380 राखिदिँदैछु है। अब म न्यू अर्डरमा क्लिक गर्छु र मेरो अर्डर चाहिँ यता प्लेस भइसकेको छ। यता हेर्न सक्नुहुन्छ र यता थ्री लाइनमा चाहिँ क्लिक गरेर अर्डरमा क्लिक गर्नुभयो भने चाहिँ हजुरहरूको चाहिँ अर्डर यता हेराउनेछ र स्टार्ट काउन्टहरू सब हेराउनेछ है। अनि पेन्डिङमा छ कि कम्प्लिट भयो सब हेराउनेछ र केही प्रब्लम आएमा चाहिँ हजुरहरूले चाहिँ व्हाट्सएपमा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ। तल व्हाट्सएपको लोगो दिएको छ र अब हामी चेक गर्छौँ हाम्रो लाइक्स आयो कि आएन भनेर है। अलिकति चाहिँ हामीले वेट गर्नुपर्ने हुन्छ होइन।
सो यता हेर्न सक्नुहुन्छ हामी चाहिँ अब लाइभ चेक गरिरहेछौँ। यता हेर्न सक्नुहुन्छ 130 देखि चाहिँ 523 भइसकेको छ र हाम्रो अर्डर चाहिँ कम्प्लिट भइसकेको छ र हजुरहरूले चाहिँ हाम्रो वेबसाइटबाट धेरै एप्सहरूको सर्भिस चाहिँ पाउन सक्नुहुन्छ, जस्तै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, युट्युब, टिकटकहरूको सर्भिस चाहिँ पाउन सक्नुहुन्छ। त्यसको लागि आजै गुगलमा गएर सर्च गर्नुहोस् number1smmnepal.com र हाम्रो वेबसाइट आउनेछ। र धन्यवाद सबलाई भिडियो हेरिदिनु भएकोमा।